यो प्रवृत्तिलाई नेपाली कांग्रेसले अत्यन्त सूक्ष्म ढंगबाट, गम्भीर ढंगबाट, पछुताउन नपर्ने ढंगबाट नेतृत्व गर्न जरुरी छ। भूमिकाका हिसाबले जुनसुकै पदमा रहे पनि वर्तमान जीवित नेतृत्वको त्यो दायित्व र जिम्मेवारी रहन्छ। म निवेदन गर्न चाहन्छु, पछिल्लो समय पार्टीभित्रको सुशासन अत्यन्त कमजोर हुँदै गइरहेको छ। पार्टीलाई गुणगत भन्दा दृष्टिगत आधारमा, आवश्यकताका आधारमा नेतृत्वले निर्णायक भूमिका लिन जरुरी छ। पार्टीमा इमानदार, निष्ठावान र क्षमतावान नेतृत्वलाई स्थापित गर्न जरुरी छ। त्यो आवश्यकता गुणगत राजनीतिबाट माथि उठ्न जरुरी छ। हामीले महासमितिको बैठकबाट आगामी निर्वाचन, कुनै तहको निर्वाचन पनि गठबन्धन नगर्ने भनेर निर्णय गरेका छौं। कि हाम्रो संगठन आगामी निर्वाचनमा सफल प्राप्त गर्ने हेतुले अगाडि बढेको छ त? गम्भीर प्रश्न छ। यदि हामीले आगामी निर्वाचनमा, स्थानीय प्रदेश र सङ्घको निर्वाचनमा नेपाली कांग्रेसलाई एक नम्बरको पार्टी बनाउनु हो भने नेपाली कांग्रेसको वर्तमान केन्द्रीय नेतृत्वले गम्भीर प्रकृतिको निर्णय लिन जरुरी छ। त्यसकारणले यी सबै चुनौतीहरूको सामना नेपाली कांग्रेसले गर्नुपर्छ, अरूले सक्दैन। त्यसकारणले नेपाली कांग्रेसलाई स्वस्थ, तन्दुरुस्त बनाउनका लागि वर्तमान नेतृत्व सफल होस्, आगामी अधिवेशन स्वच्छ रूपमा अगाडि बढोस् र त्यो नेतृत्वले यो मुलुकको नेतृत्व गर्ने चाहिँ सफलताको एउटा भूमिका निर्वाह गरोस्, यही